Thank you, Master of Ceremony. यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालका जिल्ला सचिव ज्यू, यसै गरी आजको यो सेकेन्ड काउन्सिल मिटिङ एन्ड वराटरी कम्पिटिसन सेमी एनुअल अवार्ड सेरेमनीका सभाध्यक्ष तथा यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालका जिल्ला अध्यक्ष तपाईँहरूका लिडर ललन महर्ज्यू, यसै गरी आजको प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट चिफ पार्लिया नेपालका आदरणीय डिस्ट्रिक्ट गभर्नर अनि सर, यसै गरी हाम्रो लियो क्लब चेयरम्यानज्यू र लियो मल्टिपल डिस्ट्रिक्ट 35 नेपालकी नेत्री यो अस्मिता लामिछानेज्यू र यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालका निवर्तमान अध्यक्ष यो किरण लामिछानेज्यू, यसै गरी ड्यासमा उपस्थित सम्पूर्ण लियो लिडरसिपहरू र ड्यासभन्दा तल बसिराख्नुभएका यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपाललाई कम्पेयर भएर हातमा अगाडि बसिराख्नुभएका सम्पूर्ण पदाधिकारी तथा लियो साथीहरूमा म यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालको जिल्ला उपाध्यक्ष यो अभिषेक सुवेदी तथा यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालको परिवारका तर्फबाट सम्पूर्णमा न्यानो नमस्कार गर्न चाहन्छु। नमस्कार। हो, साँच्चै नै यो ऊर्जा एकदम उपयोगी छ, आवश्यक छ सम्पूर्णलाई। यहाँ त सर्वप्रथम म यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपाल यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालको तर्फबाट र म आफै पनि यस पोखरामा बासिन्दा भएको कारणले म सम्पूर्णलाई यस हाम्रो पर्यटन नगरी सुन्दरी नगरी पोखरा क्षेत्रमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु र तपाईँहरूले यहाँको मनोरञ्जन लिइराख्नुभयो होला। साथै हिजो आउनुभएका साथीहरूले लिइसक्नुभयो र आज भर्खरै पनि पोखरा पाइला टेक्नुभएका साथीहरूले कृपया आज बसेर नै पोखराको रमणीय क्षेत्रहरू घुमघाम गरेर अवश्य नै फर्किनेछ भनी म सर्वप्रथम यहाँलाई निवेदन प्रकट गर्न चाहन्छु। र यो जिल्ला परिषद प्रिन्सिपल शाह नेपालको यो दोस्रो जिल्ला परिषद बैठकमा मलाई स्पेसली ललनज्यूले चाहिँ मलाई फोन हानेर नै तपाईँ जबरजस्ती आउनै पर्छ भनेर म आज यहाँ उपस्थित भएको छु, किनकि मेरो आज साँच्चै भन्नुपर्दाखेरि म 8 बजे चाहिँ यहाँ पोखराबाट म बिलोन जानुपर्ने मान्छे, उहाँले चाहिँ मलाई चाहिँ कृपया आइदिनु होला भनेर म यहाँ तपाईँहरूको निमन्त्रणा गर्न आएको छु। तसर्थ पनि तपाईँहरूको यो निमन्त्रणालाई म स्वीकार गर्दै यसलाई म अभिवादन प्रकट गर्न चाहन्छु र सम्पूर्ण साथीहरूलाई म के निवेदन गर्न चाहन्छु भने आज हुन गइरहेको यो सेकेन्ड काउन्सिल मिटिङ तपाईँहरूको हितको लागि हो, केवल एकजना ललन महर्ज्यूको लागि मात्र होइन, यो सम्पूर्ण लियो क्लबहरूको साथीहरूलाई पनि हो। तसर्थ उहाँलाई ललन महर्ज्यूले ल्याउनु भएको सम्पूर्ण एजेन्डाहरूलाई तपाईँहरूले मनन गरेर ध्यान दिएर त्यसलाई चाहिँ तपाईँहरूले पास गर्नुहुनेछ र उठेका कुराहरूलाई चाहिँ तपाईँहरूले प्रत्युत्तर दिएर पनि उहाँलाई सहयोग हुन्छ भन्ने पनि म आशा व्यक्त गर्दै त्यो ध्यानाकर्षण गराउँदै म तपाईँहरूको यो सेकेन्ड काउन्सिल मिटिङलाई चाहिँ भव्य शुभकामना पनि प्रकट गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद। जय लायन्स, जय लियो। थ्याङ्क यू। धन्यवाद आदरणीय लिडरसिप काउन्सिल टेलिभर आएका भाइस प्रेसिडेन्ट, त्यसै गरी शुभकामना मन्तव्य राखिदिनुको लागि आजका प्रमुख अतिथि हामीलाई समय दिँदा पनि आज विशेष कार्यक्रममा जानुपर्ने हुने कारणले म सर्वप्रथम उहाँको चाहिँ शुभकामना मन्तव्य अगाडि बढ्न चाहन्छु र यसै गरी अबको शुभकामना मन्तव्यको पालो डिस्ट्रिक्ट गभर्नर पिआरटीआर फलायन चन्द्र प्रसाद अर्यालज्यू। गुड मर्निङ। योको आवाज त अलिक हराउँछ है। गुड मर्निङ। अझै आएको छैन। गुड मर्निङ। थ्याङ्क यू। यहाँलाई सर्वप्रथम पोखरामा म मेरो हृदयदेखि हार्दिक स्वागत गर्न चाहन्छु। यो कार्यक्रमका सञ्चालक 350 लियोको डिस्ट्रिक्ट सेक्रेटरी नितिन बस्नेज्यू, आजको यो सेकेन्ड काउन्सिल मिटिङ र ओरिएन्टरी कम्पिटिसनका कार्यक्रमका सभापति डिस्ट्रिक्टका प्रेसिडेन्ट ललन कुमार महतोज्यू, कार्यक्रममा उपस्थित लियो क्लब प्रेसिडेन्ट राजेन्द्र श्रेष्ठ सर, त्यसै गरी मल्टिपल डिस्ट्रिक्टकै लियो प्रेसिडेन्ट हाम्रा एकदमै नाम पनि अस्मिता छ, व्यक्तित्व हेर्दाखेरि पनि त्यस्तै लाग्दैछ, एकदमै उजिलो व्यक्तित्व हुनुहुन्छ अस्मिता लामिछाने मन्चासी, हाम्रा यो 350 आई नेपालका भिडिपी लगायतका विभिन्न लियोसँग सम्बन्धित नेतृत्वगणहरू र मञ्च अग्रभागमा रहनुभएका सम्पूर्ण लियो साथीहरू सबैप्रति म यहाँलाई नमस्कार र पोखरामा हार्दिक स्वागत गर्न चाहन्छु। परिचय अगाडि साथीले दिइसक्नु भएको छ। म लायन चण्डी प्रसाद अर्याल, डिस्ट्रिक्ट 325 याम नेपालको डिस्ट्रिक्ट गभर्नर। सर्वप्रथम यो यहाँतिर आयोजन काउन्सिल मिटिङ हुन गइरहेको छ। यहाँले विभिन्न रिपोर्टहरू आज प्रस्तुत हुनेछन्।
त्यसपछि ओरेटरी कम्पिटिसन पनि हुन गइरहेको छ। यहाँको त्यो सफलताको शुभकामना दिँदै यहाँको जो लक्ष्यमा अगाडि बढिरहनु भएको छ यहाँको चाहिँ यो वर्ष अविस्मरणीय र गोल्डन इयर बनोस् भन्ने कामना गर्न चाहन्छु। म ललनजीलाई धेरै धेरै बधाई र धन्यवाद अर्पण गर्दछु, जसको हाम्रो तिब्रेली एरियाभन्दा बाहिर पोखरालाई माया गरेर हाम्रो ठाउँमा आएर यहाँले जुन सेकेन्ड काउन्सिल मिटिङको आयोजना गर्न लाग्नुभएको टिमले पोखरेलको सम्पूर्ण तर्फबाट यहाँलाई धेरै बधाई दिँदै यस्तो कर्महरूले हामी बिच अझ थप त्यो कल्चर सेयर गर्ने साथीहरू बिच अझै थप प्रगाढ सम्बन्ध विकास गर्ने कुरालाई यसले बढावा दिँदछ। यसले गर्दाखेरि यस्ता कर्महरू हामीले अगाडि बढाउँदै जानुपर्दछ र यो पोखरा यहाँहरू हिजो अस्तिदेखि आएर बसेको आफ्नो सूचना छ र अझै पनि यो कसैलाई अझै लम्ब्याउनु मिल्छ भने लम्ब्याउनु होला। यद्यपि आज अलिकति हामीलाई क्लाइमेटले थोरै च्यालेन्ज चाहिँ गरेको छ, तथापि अब खुल्ला हामी आशा गरौँ र पोखराको रमाइलो वातावरण यहाँ रमाइलोसँग बस्नु हुनेछ, त्यहाँको बसाइ राम्रो रहनेछ भन्ने हामी विश्वास लिएका छौँ। म सर्वप्रथम हाम्रो 325 नेपाल अन्तर्गत रहेका 15वटा डिस्ट्रिक्टमध्ये मेरो अत्यन्तै महत्त्वपूर्ण एकदमै मिलनसार हाम्रा वीरनाथ देवनी सर र म घनिष्ठ साथी, हामी अस्ट्रेलिया मेलबर्न जब हामी डिस्ट्रिक्ट गभर्नरको शपथ ग्रहण क्रममा पनि हामी सबै समय सँगसँगै भइयो र उहाँसँग हरेक समय हामी सँगै हुनेछौँ। उहाँले मलाई ल सर कमसार म चाहिँ यसरी अस्ति हाम्रो हैदराबादमा भएको हाम्रो 52 इसाई फोरममा पनि हामी सँगै जाने अनेक क्रममा पनि छौँ। उहाँले चाहिँ लमा आउन सकिनँ हाम्रो ट्रेनिङ डिस्ट्रिक्टको यो गाइडलाइन्सको ट्रेनिङ परेको हुनाले मैले चाहिँ मेरो नजिकको साथी म यहाँलाई अनुरोध गर्दछु भन्नुभयो। मेरा केही कार्यक्रम डिस्ट्रिक्टका छँदै थिए, तथापि म यो कुरालाई दाइले भनिसकेपछि फेरि यहाँलाई पनि भेट्ने एउटा शुभ अवसर मिल्छ भनेर म यहाँ आउनु पाएँ। म दिना सरलाई यहीँबाट यहाँ आउनु भए पनि सुनाइदिनु होला। डिस्ट्रिक्ट एसोसिएसन यहाँ नेपालको गभर्नरबाट धेरै धेरै म धन्यवाद दिन चाहन्छु। जसले गर्दा यी सबै साथीहरूसँग मेरो सामिप्यता यहाँहरूसँग साझा गर्ने मेरो शुभ अवसर मिलेको छ। यो साथीहरू यहाँहरूले पहिलो क्याबिनेट मिटिङ पहिलो काउन्सिल मिटिङ काठमाडौँमा गर्नुभयो, दोस्रो यहाँ हुँदैछ, तेस्रो चितवन हुने क्रममा मैले सूचना प्राप्त गरेको छु। यो वर्षका डिस्ट्रिक्टका यो प्रेसिडेन्टले निकै राम्रो कार्यक्रमहरू ल्याएको हामीले खबर पाएका छौँ। हामीलाई विद्या सरले पनि भन्नुभएको थियो हामी मेम्बरसिपमा एकदमै होडबाजी छैन, क्वालिटीको काम गर्ने हो र क्वालिटी काम गर्दै जाँदाखेरि पर्ने कुराहरूलाई हामीले यसलाई ह्यान्डल गर्छौँ र हामीलाई योलाई पनि प्रस्तुत गर्न लगेको छु भनेर यहाँ विषयमा धेरै विद्यासँगै कुरा गर्दै आउनुभएको थियो। र उहाँको एउटा अपेक्षा लियो टु लाइन्स हुनको निमित्त जो साथीहरू क्वालिफाइड हुनुहुन्छ क्रमशः ग्रेजुएटली यसलाई हतार्न कुनै स्टेपमा जानु पर्दैन र तपाईँ ग्रेजुएटली यहाँ जहाँ जुन अवस्थामा यहाँको एज फ्याक्टरले यहाँको बिजनेस र तपाईँको प्रोफेसनलिजममा के अवस्थामा हुनुहुन्छ बिस्तारै यसलाई चाहिँ लियो टु लाइनमा यहाँ अगाडि बढ्नको निमित्त डिस्ट्रिक्ट गभर्नर जिल्लाले पनि दिनुभएको सूचना म यहाँहरूलाई अनुरोध गर्दै म राजेन्द्र श्रेष्ठ सर जसले लियो क्लब चेयरम्यान हुँदै यो लाइन्सबाट यहाँ लियोलाई सपोर्ट गर्नको निम्ति एउटा फुलको वातावरण सरले निरन्तर निर्भर गर्नुभएको छ। राजेन्द्र सरप्रति धेरै आभार व्यक्त गर्दै हामी यहाँहरू सबै भनेको समाजसेवाको निमित्त अगाडि आएका छौँ। म लियोको साथीहरूलाई सधैँ भन्ने गर्छु तपाईँहरूले आफ्नो पेसा व्यवसाय जुन कलेजमा तपाईँ पढ्दै हुनुहुन्छ होला, कुनै अफिसमा संस्थामा यहाँहरू काम गर्दै हुनुहुन्छ होला, या तपाईँको करियर डेभलपको एउटा एकदमै अविस्मरणीय एउटा गोल्डन चरणमा तपाईँहरू हुनुहुन्छ। तपाईँहरूको सबै समय सोसियल सर्भिस दिँदाखेरि तपाईँको करियरलाई पनि यसले राम्रो नराम्रो कुराहरू पनि हुन सक्दछ। त्यसले गर्दाखेरि एकदमै समयलाई व्यवस्थित गर्ने, टाइममा कार्यक्रम सुरु गर्ने, टाइममा कार्यक्रम चाहिँ समापन गर्ने र हामी अरू अलगका कुराहरूलाई कम गर्ने र तपाईँको स्पेसिफिक कुराहरू तपाईँसँग लाभ हुने कुराहरू डिस्ट्रिक्टको टिमले पनि यो मल्टिपलको नेतृत्व पनि यही हुनुहुन्छ। यहाँहरूको निम्ति किनभने युवा साथीहरू योमा हुनुहुन्छ, तपाईँहरूलाई के चिजको आवश्यकता पर्छ प्रोग्राममा पनि करिब करिब त्यो लाँदै गरेर तपाईँहरू चाहिँ लाइनसँग मिल्दै लाइन र लियोको रिलेसनसिपमा कहीँ कतै अझ जति हुनपर्ने मिलनसार नभएको भन्ने पनि हामीले श्रुति भोग्ने गरेका छौँ र तथापि आरोपमा असाध्यै राम्रो छ भन्ने हामीसँग सूचनाहरू छ र तपाईँको भोलिका दिनमा पनि अझै लियो र लाइन म एकचोटि चस्मा लाउने हेर्छु साथीलाई अगाडि नै म सुन्न अनुरोध गर्न चाहन्छु। म लामो समय बोल्न गइरहेको छैन, एकपल्ट सबैले ध्यान दिनु होला। लियो र लाइन्स क्लबको रिलेसनसिपमा यहाँले अझै प्रकार बनाउँ। हामी जबसम्म लाइन्स क्लब रहन्छ, लाइन्स क्लब चाहिँ 1957मा लियो क्लब स्थापना भयो, लियो प्रोजेक्टको रूपमा अगाडि बढेको छ। तपाईँ हामी एउटै परिवारका सदस्यहरू हौँ, हामी सबैको मिसन विश्वास नै हो, हामी सेवा गर्छौँ। समाजमा धेरै अप्ठ्यारा सहनशील गर्न बसिरहेको व्यक्तित्वहरू र समुदायहरू रहनु भएको छ। युरोपियन कन्ट्रिजबाट विकसित देशहरूमा यस्ता लाइन्स र लियो क्लबहरू अलिकति धेरै सक्रिय हुनु जरुरी छैन, किनभने त्यो ठाउँमा सरकार नै आफै सक्षम छ। सरकारको संयन्त्र मेकानिजममा यति कडा छ कि काहीँ केही समस्या पर्ने बित्तिकै तुरुन्त त्यसलाई रेस्क्यु गरेर त्यसलाई ट्रिटमेन्ट र प्राइमेरी एड लगायतका विभिन्न कुराहरू अगाडि बढाउनको निमित्त त्यो यहाँ एउटा मेकानिजम तयार भएको हुन्छ। तर हामी अलिकति त्यो हिसाबले भितलो भएको छौँ। यो अगाडि बढ्ने क्रममा त छ गभर्मेन्ट, तथापि हामी अझै सक्षम नभइरहेको परिस्थितिमा हामी लाइन्स र लियोले जहाँ जति बेला जहाँ चाहिँ कुराको आवश्यकता पर्दछ हामी यो सबै धरतीका दाजुभाइ दिदीबहिनीहरू हाम्रै दाजुभाइ दिदीबहिनीहरू हुन्,
हाम्रो आमाले पाएको सन्तान मात्रै मेरो दाजुभाइ दिदीबहिनी होइन, सबै धरतीका सन्ततिहरू हाम्रो दाजुभाइ दिदीबहिनी हुन् र हाम्रो आकाश, हाम्रो छाना भनेको आकाश हो। हामी सबै बराबर छौँ, एउटालाई घाउ लाग्दा अर्कोलाई दुख्नुपर्छ होइन, एउटा एकदम मुस्कान अगाडि पनि सेयरिङ गर्नुपर्छ भनेर हामी सबै एक आपसमा मिलेर भाइचाराको हिसाबले अगाडि बढ्ने हिसाबले कम्मर कसेर लागेका छौँ। यहाँहरू सबैलाई यो मार्गमा अगाडि बढ्नको निमित्त आह्वान गर्दै तपाईँहरू जुन पेसा व्यवसायमा संलग्न हुनुहुन्छ, जुन कलेजमा पढ्दै हुनुहुन्छ, पढाउँदै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, त्यो ठाउँमा यहाँले अझै स्पेसलाइजेसन गर्दै जानुहोस्। तपाईँको सर्भिस अझै राम्रोसँग दिनुहोस्। तपाईँले थोरै समयमा धेरै चिज कसरी दिन सकिन्छ, टाइमको युटिलाइजेसन गर्दा अप्टिमम यसलाई युटिलाइजेसन गर्नको निमित्त तपाईँहरू लाग्न सक्नुहोस्। र हामीले हरेक मिटिङमा एउटा नयाँ चिजहरू लिएर जान सक्नुपर्दछ। तपाईँहरू टाढाबाट आउनुभएको छ, कस्ट पनि तपाईँलाई लागेको छ, टाइम कस्ट पनि लागेको छ, फाइनेन्सियल कस्ट पनि तपाईँले कन्ट्रिब्युट गर्नुभएको छ। त्यसबाट प्राप्त गर्ने चिज भनेको यी साथीभाइ बिचको फेलोसिप प्रमुख छ। यो साथीभाइहरू बिच भनेको हामी भोलि जहाँ हामीलाई अप्ठ्यारो पर्दछ, जहाँ सजिलो पर्दछ, त्यति बेला चाहिँ जुरुक्क उठ्ने यो टिम हो। यो टिमलाई परिचय गर्नको निमित्त अहिले ललनजीको टिम अगाडि बढिरहेको छ, असाध्यै राम्रोसँग अगाडि बढ्नु छ। करिब 6 महिना हामी बित्न लागेको छ, अब 6 महिना अझै बाँकी छ। हरेक घन्टाको 3 समयलाई यहाँले एकदमै राम्रोसँग अध्ययन गर्दै अगाडि बढ्न यहाँले सक्नुहोस्। आज राम्रो नृत्य गर्दा दुईजना बहिनी प्रतिनिधिमा आभार व्यक्त गर्न चाहन्छु। सबै पोखरेली भूमिमा आएर यति राम्रो नृत्य दिनुभएको छ, धेरै धेरै म बधाई दिन चाहन्छु। यहाँहरू भरतपुरदेखि चितवनदेखि विभिन्न ठाउँबाट जुन 3वटा जिल्लामा फैलिएको यो 325 नेपालको टेरिटोरी छ, सबै ठाउँबाट आउनुहुने सबैलाई म यहाँहरूको चाहिँ जुन हिसाबले यहाँ आउनुभएको छ राम्रोसँग यो फ्रुटफुल भएर गएको छ, एउटा सक्रिय वातावरण बनोस् भन्ने कामना गर्न चाहन्छु। र तपाईँहरूसँग हाम्रो 325 याम नेपालको केही नाता सम्बन्ध पनि छ। 325 आर र यामको हाम्रो एउटा पोइन्ट छ देवघाट धाम। देवघाट चाहिँ हाम्रो टेरिटोरी 325 याम नेपालको पर्छ। यहाँ केही युवा क्लब देवघाटका साथीहरू पनि सायद हुनुहुन्छ होला, कोही हुनुहुन्छ यहाँ? यही हुनुहुन्छ, ठ्याक्कै हुन्छ यहाँ हुनुहुन्छ। थ्याङ्क यू सो मच। उहाँ पनि साथी पनि हुन्छ, यहाँ धन्यवाद छ। त्यो 325 याम नेपालको टेरिटोरीमा देवघाट धाम पर्दछ र तपाईँहरूको पनि ठ्याक्कै त्यससँग जोडिएको तलको भागहरू तपाईँहरूको आरमा पर्छ। हामी छिमेकी पनि हौँ, त्यसले पनि मलाई हक लाग्छ तपाईँहरूसँग बस्न, तपाईँहरूसँग आफ्नो कार्यक्रम सेयरिङ गर्न। यो वर्ष 325 याम नेपालको डिस्ट्रिक्टको हाम्रो नारा चाहिँ टुगेदर वी क्यान। हामी सबै मिल्यो भने काम गर्न सक्छौँ, एक्लैले पुग्दैन भन्ने हिसाबले हामीले डिजिटल डिस्ट्रिक्ट, हामीले म्यानुअली डकुमेन्टेसनलाई एकदमै हामीले कम प्रायोरिटी दिँदै डिजिटल्ली हामी सबै क्लबको वेबसाइट हुनुपर्छ। हाम्रो सूचनाहरू चाहिँ डिजिटल हामीले चाहिँ सम्प्रेषण गर्नुपर्छ र साथीहरूले हामी त्यसरी नै हामीले यसलाई चाहिँ कोर्डिनेट गर्न सक्छौँ, यसलाई चाहिँ नेतृत्वमा अगाडि बढाउन सक्छौँ भनेर अगाडि बढेका छौँ। त्यो हिसाबमा हामीले हरेक क्लबलाई एउटा सिग्नेचर प्रोजेक्ट जरुरी छ। हामीसँग भएका सबै क्लबहरूमा सबैले एउटै सामान्य खालको काम गर्दै खालि एउटा वर्ष बिताउने मात्रै होइन, यो क्लबको पहिचान तपाईँसँग हामीले 32वटा यो क्लब छ भने 32वटै क्लबले एउटा चिनारी जरुरी छ। ती क्लबले के काम गर्छ भन्ने कुरा हामी सामान्य डिस्ट्रिक्टका, मल्टिपलका र तपाईँको लेभलले गर्ने एउटा इन्टरनेसनल मापदण्डको कामहरू त हामी गर्छौँ नै। त्यो बाहेक हाम्रो त्यहाँको मेम्बर एक्सपर्टिजको आधारमा ती मेम्बरको क्षमता के छ, कोही इन्जिनियरिङ सेक्टरको साथीहरू हुनुहोला, कोही म्यानेजमेन्टको सेक्टरको साथीहरू हुनुहोला, कोही सर्भिस गर्ने साथी, कोही बिजनेसम्यानहरू हुनुहुन्छ तपाईँहरू होइन। त्यो हिसाबले त्यो मेम्बर एक्सपर्टिजको आधारले अलिकति क्लबको पहिचान छुट्टै बनाउनको निमित्त एउटा सर्भिसको काम चाहिँ तपाईँहरू छुट्टै एउटा लाइनसँग मिलेर लाइनलाई अभिभावक क्लबमा हाल्दै यहाँ अगाडि बढ्नुभयो भने त्यो क्लब भोलिसम्म पनि एउटा छुट्टै आइडेन्टिटी रहन्छ। त्यो कुरालाई पनि म यहाँलाई हाम्रो डिस्ट्रिक्टमा गरिएको प्र्याक्टिस यहाँलाई त्यो पनि यहाँलाई चाहिँ अनुरोध गर्दै यहाँहरू सबैले जुन आज ललनजी यहाँको टिम यहाँ पोखरा आउनुभएको छ, यहाँले मलाई जुन सुवर्ण अवसर यहाँले उपलब्ध गराउनुभयो, मैले तपाईँसँग बसेर मेरा कुरा राख्ने, तपाईँलाई कुरा सुन्ने, सबै कुरा मेरो सुवर्ण अवसर प्राप्त गरेँ। त्यो प्रति मेरो सिङ्गो डिस्ट्रिक्ट 325 याम नेपाल हामी करिब 11 जिल्लामा हाम्रो टेरिटोरी फैलिएको छ। काठमाडौँ हुँदै हामी गुल्मी, अर्घाखाँची, स्याङ्जा, यो काशी जिल्ला हुँदै 11 जिल्ला बाग्लुङसम्म पनि हाम्रो टेरिटोरी पुगेको छ। त्यो क्षेत्र हुने क्रममा यहाँ सबैलाई ठाउँमा स्वागत गर्दै तपाईँहरूको सबै कामहरू फुलफुल होस्, कुनै पनि दुःख कष्ट नभइकन तपाईँलाई घरमा पुग्न सक्नुहोस् भन्ने कामना गर्दै म सफलताको कामना गर्दै मेरो भनाइलाई बिट मार्दछु। धन्यवाद, नमस्कार, जय धन्यवाद। धन्यवाद आदरणीय डिस्ट्रिक्ट गभर्नर PM चन्द्र प्रसाद अर्यालज्यू। यसै गरी मायाको चिनो ग्रहण गरिदिनुको लागि म लियो डिस्ट्रिक्ट काउन्सिल 35 नेपालका डिस्ट्रिक्ट भाइस प्रेसिडेन्ट लियो अभिषेक शिवज्यूलाई अनुरोध गर्दै मायाको चिनो प्रदान गरिदिनुको लागि म यसै जिल्ला परिषदका जिल्ला अध्यक्ष, मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्टज्यू, लियो क्लब चेयरम्यानज्यू, निवर्तमान अध्यक्षज्यू र पूर्व अध्यक्षज्यू लगायत उहाँलाई साथ गरिदिनुको लागि डिस्ट्रिक्ट भाइस प्रेसिडेन्टज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
जोरदार ताली बजाइदिनु हार्दिक स्वागत गर्न चाहन्छु साथीहरू। यसै गरी मागेको छिनो ग्रहण गरिदिनुको लागि आजका यस कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर पिएमडी अफ लाइन चण्डी प्रसाद आर्यज्यूलाई हार्दिक अनुरोध गर्दै मागेको छिनो प्रदान गरिदिनुको लागि म डिस्ट्रिक्ट प्रेसिडेन्ट द क्लब चेयरम्यानज्यू मल्टिपल प्रेसिडेन्टज्यू डिस्ट्रिक्ट भाइस प्रेसिडेन्टज्यू इमिडिएट पास्ट प्रेसिडेन्टज्यू र पास्ट प्रेसिडेन्टज्यूलाई हार्दिक अनुरोध गर्दछु।